नमस्ते, मेरो नाम भोलामान कार्की। तपाईहरूले जीवनमा ठुल्ठुलो प्रगति गर्नुभएको छ र त्यो प्रगति तपाईले तपाईका साथीभाइ इष्टमित्रहरूलाई सुनाउन चाहनुहुन्छ अथवा त्यो सुन्ने फुर्सद छैन साथीहरूलाई तपाईसँग सुनाउने फुर्सद चाहिँ टन्नै छ र साथीभाइहरूलाई फोन गर्यो हैन अब र त्यो चाहिँ अब सुनाउन चाहनुहुन्छ तपाई तर उसले वास्ता गर्दैन तपाईको कुरा निन्दै गर्दैन तर तपाईलाई कहाँ सुनाऊ मैले यत्रो संघर्ष गरेर गरेको प्रगति म सुनाउन चाहन्छु म खुसी बाड्न चाहन्छु भन्न चाहनुहुन्छ र त्यो आफ्नो अनुभव सुनाएर कसैबाट तारिफ पाउन पनि चाहनुहुन्छ तपाई अथवा होमा हो मिलाउने पनि तपाईको साथी हुँदैन हैन तपाईले साथीहरुलाई फोन गर्नुहुन्छ के छ कसो छ भनेर फोन गर्नुहुन्छ अनि तपाईको केही कुराहरु राख्न चाहनुहुन्छ तर उले तपाईको कुरा वास्तै गर्दैन निन्दै गर्दैन चासै लिदैन र तपाईलाई इरिटेट हुन्छ तर तपाईले गरेको प्रगतिको बारेमा साथीभाइले सुन्दियोस् अनि तारिफ गर्दियोस् जस्तो लाग्छ भने चाहिँ म तपाईहरुले गरेको प्रगतिमा हमा ह मिलाइदिने तारिफ गर्दिने अथवा तपाईको कुरा सुन्दिने गर्छु तपाईले मलाई कल भिडियो कल गरेर सुनाउन सक्नुहुन्छ भेटेर पनि त्यो कुरा चाहिँ शेयर गर्न सक्नुहुन्छ तर त्यसको लागि चाहिँ मैले सर्टेन चाहिँ शुल्क लिने गरेको छु तपाईहरुलाई त्यस्तो उकुस मुकुस भएको छ जिन्दगीमा ठूलो प्रगति गरेर त्यो मजाले कसैले सुन्दिया छैन सिरियसली लिदिएको छैन भने चाहिँ तपाईसँग कम्पनी तपाईलाई तपाईको कुरामा हमा ह जोड दिने तपाईलाई कम्पनी दिने काम म गर्छु तपाईले मलाई भिडियो कल पनि गर्न सक्नुभयो मसँग भेटेर कहीँ बसेर शेयर गर्न पनि सक्नुभयो र त्यसको लागि चाहिँ मैले सर्टेन अमाउन्ट चाहिँ तपाईको घण्टाको हिसाबले चार्ज लिने गर्छु र तपाईलाई यो कुरामा इन्ट्रेस्ट लाग्छ तपाईको कुरा कसैले सुन्दियोस् कसैले चाहिँ मेरो भित्र भएको कुसमुकुस सुन्दियोस् अलि सुन्दियो भने कसैले सुन्दियो भने मलाई अलि हल्का हुन्छ भन्ने लाग्छ भने चाहिँ तपाईले मलाई मेसेन्जरमा कल गर्न सक्नुहुन्छ मेरो व्हाट्सएप नम्बरमा पनि कल गर्न सक्नुहुन्छ र तपाईको कुसमुकुस तपाई भित्रको लागेको कुराहरु चाहिँ म सुन्दिने त्यसलाई चाहिँ हमा ह मिलाउने अथवा केही सजेसन दिने अथवा त्यो कुराहरुमा म सहयोग गर्छु त्यसैले तपाईहरुलाई त्यो कुरामा इन्ट्रेस्ट छ यदि तपाई एक्लोपनको महसुस गरिराख्नु भएको छ बोल्दिने साथी कोही छैन भने चाहिँ मलाई व्हाट्सएपमा अथवा मेसेन्जरमा कल गर्न सक्नुहुनेछ हस् धन्यवाद।